अहिले चाहिँ हामी आफ्नै गाउँठाउँ श्रमदान गर्दैछौँ र यो रोड अलिकति खाल्डो छ र त्यहाँ धेरै गाडीहरू उफ्रिने भएको कारणले चाहिँ हामी बनाउँदैछौँ र हाम्रो टोलीहरू हुनुहुन्छ र म विशेष माफी माग्न चाहन्छु। यो माथिल्लो टोल हाम्रो तामाङ गाउँ उहाँहरूलाई चाहिँ अहिले हामीले हाम्रो व्यक्तिगत समस्याको कारणले र समय नभएको कारणले समेट्न सकेका छैनौँ र अब केही दिनमा तपाईँहरू र हामी एकजुट भएर यो यस्तै बाटोहरू आफ्नो गाउँ आफ्नो ठाउँ आफै बनाऊ भन्ने अभियान चलाउनु पर्छ। यो हामी नपुगेर हो यो हामीले बनाएको मन त थियो नि चिल्लो पिच बनाउने बढीचढी पेटमा हाल्यो होला अनि त्यस्तो यहाँ भोट हाल्ने आउनु हुँदैन भन्ने होइन। यहाँ जसलाई गाउँ बनाउनु इच्छा लाग्छ त्योजना आउने बनाउने हो। यो मान्छेले कतिलो काम दिए जस्तो देख्दो रहेछ है। ल हाम्रो श्रम यसरी सुरु हुँदैछ। यो चाहिँ बाटो अलिकति खल्डो थियो र अहिले बनिसक्नु आँट्यो। एकदम प्रख्यात गाउँको युवाहरू मात्र देखिन्छन् यहाँ चाहिँ। एकदम उहाँहरूलाई पनि अब सबै युवाहरूले हामीले के गर्नुपर्छ भन्ने हो। यो चलिसक्यो जोस आइसक्यो। यहाँ काकाले झन् आमा दामी तपाईँको टोल हाम्रो टोल भनेर हुँदैन। हाम्रो गाउँ हामी आफै विकास गर्नुपर्छ है। यहाँ कसैलाई केही घुसपेस आउने पनि छैन आएको पनि छैन। यो सबै खुसी इच्छाले हामी आएको व्यक्तिहरू हुन्। त्यस्तो हामीलाई नराम्रो कमेन्ट नगरिदिनु होला है। यहाँ पार्टी भन्दा पनि काम चाहिँ नि दाइ समर्थन गरौँ न। दुई ढुङ्गा हानेर पो समर्थन त भन्ने कुरा हुन्छ कि भाइ। आज खाँदरी जान्छ पर्ने थियो। ल दाइ त्यस्तै अब यसरी जे भने आज पनि भोलि पनि जाँदा अब आज जानु धेरै राम्रो हुन्थ्यो। ल 22 तारिकमा त भाइहरूलाई एकदम समर्थन छ। समर्थन गर्नु पर्यो साथैले भए पनि ल। यहाँ जेसिबीको कमी भएर रेटारको डाँडामा रिसा जस्तो मलाई रिसाउने होइन। यहाँ हाम्रो बजेट नपुगेर हो यो हामीले बनाएको। मन त थियो नि चिल्लो पिच बनाउने बढीचढी पेटमा हाल्यो होला अनि त्यस्तो ज्याप हाम्रो युवाहरूको पावर भन्दा पनि एकता भन्छ यसलाई। तपाईँ पनि युवै हुनुहुन्छ। युवा जेनेरेसनसँग मिल्ने सोच विचार भए मान्छेहरू हो। उहाँहरूले मात्र यसरी लागि पर्नुहुन्छ क्या। जो यस कुरालाई हामीले भनिराख्नु पर्दैन बताइराख्नु पर्दैन। यहाँ आऊ उहाँ आऊ भनेर सबलाई थाहा छ। त्यही भएर आउने हो। झिन्जी होइन झिन्जी गरेर यार ल एकदम दामी छ। यसरी काम हाम्रो सुरु हुँदैछ। सञ्जय भाइ म पनि दिँदैछु। मैले चाहिँ काम गर्दा भिडियो गर्नु नभएको कारणले अहिले उनीहरूले गर्दा बनायो ल। जुन कुराको चाहिँ प्रचार प्रसार दिनु पर्दैन, जुन कामको प्रचार प्रसार गर्नु पर्दैन, एक शब्द भन्ने बित्तिकै भेला हुने भनेको के हो? श्रम सांस्कृतिक पार्टी। म लगायत मेरा काका भाइ भतिजे दाजुभाइ सब छौँ र अहिले कामको व्यस्तताको कारणले चाहेर पनि कतिजना भेला हुन सक्नु भएन। अनुहार देखा हो यसरी हराउ न। सचिवज्यू कहाँ गयो? सोखिया सचिव ल सचिव चाहिँ जहिले कामरमा हामी चाहिँ गरेको गाडीकै सचिव चाहिँ जहिले कामरमा जय श्रमदान, जय श्रमदान।